आज तपाईको जीवनमा खुसीको खबर आउन सक्छ। पाथीभरा माताको कृपाले आजको दिन तपाईका लागि विशेष बन्ने संकेत देखिएको छ। अब धेरै समयदेखि अधुरा रहेका तपाईका कामहरू पूरा हुन थाल्नेछन् र रोकिएका बाटाहरू अचानक खुल्न सक्छन्। यदि तपाईले अहिले यो आवाज सुन्दै हुनुहुन्छ भने सम्झिनुहोस्, पाथीभरा माताको कृपा तपाईमाथि पर्न सुरु भइसकेको छ। यदि सम्भव छ भने यो सन्देश अन्तिमसम्म सुन्नुहोला। आजैदेखि मनमा लागेको डर हट्न सक्छ, लामो समयदेखि रोकिएको समाचार आउन सक्छ र तपाईले आशा गरेको कुरा वास्तविकतामा बदलिन सक्छ। माताको नाम लिएर एकपटक मनमा नै भन्नुहोस्, हे आमा, मेरो जीवनमा राम्रो समय सुरु होस्, किनकि तपाईको आजको प्रार्थना विशेष हुनेछ। पाथीभराको कृपाले तपाईको घरमा सुख, शान्ति र समृद्धि रहिरहोस्। तपाईको मेहनतले अब सही फल मिलोस् र तपाईको जीवनमा जुन कुरा असम्भव जस्तो लागेको थियो त्यही कुरा अब सम्भव बन्न थालोस्। याद राख्नुहोस्, जब पाथीभरा माताको कृपा आउँछ, भाग्य बदलिन धेरै समय लाग्दैन। यदि तपाई यस्तै दिव्य संकेत र सकारात्मक सन्देशहरूसँग जोडिरहन चाहनुहुन्छ भने मलाई सब्स्क्राइब गर्नुहोस्। जय पाथीभरा माता।